स्वागत छ। आज हामी काठमाडौँका मेयर बालेन शाहको राजनीतिक यात्रा र उहाँको भविष्यबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। पछिल्लो समय उहाँलाई एक किसिमको प्रभावशाली किङ मेकरको रूपमा हेरिँदैछ नि, तर के उहाँ साँच्चै भविष्यको प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ त? खै यो प्रश्न अलि पेचिलो छ। आजको हाम्रो कुराकानीको आधार चाहिँ एउटा विस्तृत विश्लेषण हो, जसले उहाँको अहिलेको राजनीतिक वजन अनि उहाँले सामना गरिरहनुभएका चुनौतीहरू र भविष्यमा उहाँले लिन सक्ने सम्भावित बाटाहरूको लेखाजोखा गरेको छ। त्यसो भए आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? खासमा बालेन शाहको शक्तिको स्रोत के हो, कसरी ती चाँडै लोकप्रिय हुनुभयो, उहाँका प्रमुख कदमहरू र त्यसले निम्त्याएका विवादहरू के हुन्, अनि सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय राजनीतिमा प्रवेश गर्न उहाँसँग के कस्ता विकल्पहरू छन्, ती कतिको सम्भव छन्। ल यहीँबाट सुरु गरौँ है त। पहिलो कुरा, यो किङ मेकर भन्ने शब्द नै यो किन प्रयोग भइरहेको छ बालेन शाहको हकमा? खास गरी युवा, अझ भनौँ जेनजी पुस्तामाझ उहाँको यति ठुलो समर्थन कसरी जुटियो होला, के लाग्छ यहाँलाई? यो निकै सान्दर्भिक प्रश्न हो, किनभने उहाँको उदयलाई केवल एक व्यक्तिको लोकप्रियताको रूपमा मात्र हेर्न मिल्दैन जस्तो लाग्छ मलाई। स्थापित राजनीतिक दलहरूप्रतिको जुन एउटा आम वितृष्णा छ नि, विशेष गरी युवा पुस्तामा, त्यसले उहाँ जस्ता वैकल्पिक अनुहारका लागि एउटा भनौँ न उर्वर भूमि तयार पारेको देखिन्छ। हो त्यो त एकदमै देखिन्छ। उहाँले त्यो खाली ठाउँलाई राम्रोसँग उपयोग गर्नुभएको छ। विश्लेषणले पनि के औल्याउँछ भने परम्परागत राजनीति, त्यसको कार्यशैली, त्यो ढिला सुस्ती, कहिलेकाहीँ देखिने अपारदर्शिता, यी सबबाट वाक्क भएका मानिसहरू, खास गरी सहरी क्षेत्रका शिक्षित युवा अनि विदेशमा रहेका नेपालीहरूले उहाँमा एउटा आशा देखेका छन्। उहाँको काम गराएको तरिका त्यो अलि फरक छ। प्रत्यक्ष संवाद, सामाजिक सञ्जालको प्रयोग, यसले यो पुस्तालाई सोझै आकर्षित गरेको छ। अनि यो प्रभाव कतिको वास्तविक छ त? केवल सामाजिक सञ्जालमा मात्रै सीमित हो कि राजनीतिक तहमा पनि साँच्चै देखिन थालेको छ? सामाजिक सञ्जालको चर्चामा मात्र सीमित छैन, यसको एउटा ठोस उदाहरणको रूपमा हेर्न सकिन्छ। त्यो ओम प्रकाश अर्याललाई अन्तरिम चुनावी मन्त्री परिषदमा गृहमन्त्री बनाउन उहाँले खेलेको भूमिका हो। त्यो कुरा आएको थियो। उहाँको सिफारिस वा समर्थनले यस्तो महत्त्वपूर्ण पदमा नियुक्ति हुनुले उहाँको प्रभाव राजनीतिक वृत्तमा पनि स्थापित हुँदै गएको सङ्केत गर्छ नि। यो एउटा क्लासिक किङ मेकरको चाल हो, मतलब प्रणालीभित्रै रहेर पनि आफ्नो शक्ति प्रदर्शन गर्ने, भलै ऊ आफै त्यो प्रणालीलाई चुनौती दिइरहेको किन नहोस्। यो त भयो उहाँको प्रभाव र छविको कुरा, तर यो प्रभाव र छवि निर्माणमा उहाँले चालेका कदमहरूको भूमिका कस्तो रह्यो त? खास गरी काठमाडौँमा त्यो अवैध संरचना हटाउने र सुकुम्बासी बस्ती व्यवस्थापन गर्ने उहाँको अभियान निकै विवादास्पद पनि बन्यो, होइन र? एकातिर वर्षौंदेखि अनधिकृत रूपमा बनेका संरचनाहरू भत्काउँदा र सार्वजनिक जग्गा खाली गराउँदा उहाँले शहरलाई व्यवस्थित र सफा बनाउन खोजेको भन्दै ठूलो समर्थन पाउनुभयो। धेरैले प्रशंसा गरे त्यसको त। धेरैले यसलाई गर्न सक्ने मेयरको रूपमा लिए, प्रशंसा गरे। लामो समयदेखि हुन नसकेको काम भयो भन्ने आम बुझाइ बन्यो। तर यसको अर्को पाटो पनि उत्तिकै गम्भीर छ। विशेष गरी सुकुम्बासी बस्ती हटाउने क्रममा त्यो उचित पुनर्वास वा वैकल्पिक व्यवस्था नभएको, अलि बल प्रयोग भएको अनि मानवीय संवेदनालाई व्यवस्था गरिएको भन्दै चर्को आलोचना पनि भयो। हो नि, त्यो पक्ष पनि उठ्यो। सामाजिक न्यायका पक्षधरहरू, मानव अधिकार कर्मीहरू अनि केही राजनीतिक वृत्तबाट पनि प्रश्न उठ्यो। यसले के देखाउँछ भने उहाँ निर्णय लिन नहिचकिचाउने, अलि परिणाममुखी देखिनुहुन्छ, तर कहिलेकाहीँ प्रक्रिया र त्यसको सामाजिक प्रभावबारे पर्याप्त ध्यान नपुगेको हो कि भन्ने देखिन्छ। यो वास्तवमा द्रुत परिणाम र सामाजिक उत्तरदायित्व बीच सन्तुलन कायम गर्ने एउटा जटिल चुनौती हो। त्यो सन्तुलनको प्रश्न निकै महत्त्वपूर्ण छ। यसैसँग जोडिएको अर्को एउटा कदम छ नि, जसले साङ्केतिक रूपमा ठूलो अर्थ राख्छ जस्तो लाग्छ। उहाँले आफ्नो कार्यालयमा राख्नुभएको त्यो ग्रेटर नेपालको नक्सा, यसको पछाडिको सन्देश र सम्भावित असरहरू के हुन सक्छन् होला? यो कदम आफैमा निकै सोच विचार गरेर चालिएको देखिन्छ। यसले स्पष्ट रूपमा एउटा बलियो राष्ट्रवादी सन्देश दिन्छ। राष्ट्रियता, स्वाभिमान, आफ्नो भूमिको माया जस्ता विषयहरू नेपाली समाजमा, विशेष गरी युवाहरूमाझ निकै भावनात्मक र संवेदनशील हुन्छन् नि।
उहाँले यो नक्सा मार्फत त्यही भावनालाई छुन खोज्नु भएको देखिन्छ, जसले उहाँको समर्थक आधारलाई झन बलियो बनाउन मद्दत गरेको हुन सक्छ। तर यसले अलिक जोखिम पनि निम्त्याउँछ कि कूटनीतिक हिसाबले? हो, त्यसका सम्भावित जोखिमहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन। विशेष गरी छिमेकी मुलुक भारतसँग यसले कूटनीतिक स्तरमा अनावश्यक संवेदनशीलता र जटिलता थप्न सक्छ। यद्यपि हामीले हेरेको विश्लेषणले यसलाई तत्काल कुनै भौगोलिक दावी स्थापित गर्ने प्रयास भन्दा पनि त्यो भावनात्मक राजनीतिक पुँजी, इमोसनल पोलिटिकल क्यापिटल निर्माण गर्ने रणनीतिको रूपमा व्याख्या गरेको छ। ए, भावनात्मक पुँजी हो, यो भनेको यसलाई एउटा प्रतीकको रूपमा प्रयोग गरेर आफ्नो राष्ट्रवादी छवि बलियो बनाउने र समर्थकहरूलाई उत्साहित बनाइराख्ने तरिका हो। तर अब यसलाई कति लामो समय र कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको दूरगामी असर निर्धारण गर्नेछ। अब अलिकति भविष्यतिर हेरौँ न। फागुन 21 को त्यो चुनाव पछिको राजनीतिक परिदृश्यमा बालेन शाहका लागि कस्ता बाटाहरू खुला छन्? यदि उहाँ राष्ट्रिय राजनीतिमा आउन चाहनुभयो भने विश्लेषण अनुसार के कस्ता सम्भावना र विकल्पहरू देखिन्छन् त? यो अहिले धेरैको चासोको विषय होइन। विश्लेषणलाई हेर्दा उहाँका अगाडि मुख्यतया 3वटा सम्भावित मार्गहरू देखिन्छन्। पहिलो र सबैभन्दा बढी सम्भावना देखाइएको विकल्प हो आफ्नै नयाँ राजनीतिक पार्टी खोल्ने। नयाँ पार्टी? हो, यस्तो पार्टीले विशेष गरी स्थापित दलहरूबाट निराश भएका मतदाता, खास गरी जेन्जी पुस्ता, जो परम्परागत राजनीतिक दलहरूको कार्यशैलीबाट वाक्क दिक्क छन् र सामाजिक सञ्जालमा आधारित नयाँ नेतृत्व खोजिरहेका छन्, अनि सहरिया मध्यम वर्ग र विदेशमा रहेका ठूलो सङ्ख्याका नेपालीहरूलाई लक्षित गर्न सक्छ। यो उहाँको अहिलेको व्यक्तिगत लोकप्रियतालाई राष्ट्रिय स्तरको साङ्गठनिक संरचनामा रूपान्तरण गर्ने एउटा महत्त्वकाङ्क्षी प्रयास हुन सक्छ। तर नयाँ पार्टी खोल्दैमा रातारात राष्ट्रिय शक्ति बन्न त पक्कै गाह्रो होला नि। सङ्गठन बनाउनु पर्यो, स्रोत चाहियो। निश्चय पनि गाह्रो छ। नयाँ पार्टी निर्माण गर्नु आफैमा ठूलो चुनौती हो। देशैभरि सङ्गठन विस्तार गर्न, चुनाव लड्न आवश्यक पर्ने स्रोत जुटाउन अनि सबै क्षेत्रका मानिसहरूलाई समेट्न सक्ने एजेन्डा बनाउन, यसमा निकै मेहनत र समय लाग्छ। हो नि। यही नै दोस्रो विकल्पको सम्भावना आउँछ। पुराना वा स्थापित राजनीतिक दलहरूसँग गठबन्धन वा सहकार्य गर्ने। गठबन्धन? हो, तत्कालै संसदमा बहुमत ल्याउन वा निर्णायक शक्ति बन्न नयाँ पार्टीलाई गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा सत्ता साझेदारी, चुनावी तालमेल वा निश्चित मुद्दाहरूमा सहकार्यका लागि उहाँले स्थापित दलहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ। यो अलि व्यावहारिक बाटो हो, तर उहाँको त्यो वैकल्पिक छविलाई केही हदसम्म कमजोर पार्न सक्ने जोखिम पनि छ यसमा। अनि तेस्रो विकल्प नि स्वतन्त्र उम्मेदवारी? तेस्रो विकल्प स्वतन्त्र उम्मेदवारी दिएर राष्ट्रिय चुनाव लड्ने सम्भावनालाई चाहिँ विश्लेषणले अलि कम आँकेको छ। किन होला? किनभने 1 वा 2 ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्न सक्लान्, तर संसदीय प्रणालीमा नीति निर्माण र सरकार सञ्चालनमा प्रभाव पार्न एउटा सङ्गठित समूह वा दलकै आवश्यकता पर्छ। बलियो राष्ट्रिय सङ्गठन, व्यापक सञ्जाल र पर्याप्त आर्थिक स्रोत बिना देशभरि स्वतन्त्र उम्मेदवारको रूपमा प्रभावकारी हुन निकै कठिन हुन्छ। मानिलिउँ उहाँले यी मध्ये कुनै बाटो रोजेर राष्ट्रिय राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने लक्ष्य राख्नुभयो रे, त्यसको प्रक्रिया चाहिँ के हुन्छ? कि उहाँले मेयर पदमा रहेरै प्रधानमन्त्री बन्न सक्नुहुन्छ वा सिधै जनताले प्रधानमन्त्री चुन्ने व्यवस्था पो छ कि हाम्रोमा? त्यस्तो सिधै हुने व्यवस्था छैन। नेपालको वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री बन्नका लागि पहिलो शर्त नै सङ्घीय संसदको सदस्य हुनुपर्छ। सांसद हुनै पर्यो? कि त प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी हुनु पर्यो, कि समानुपातिक प्रणालीबाट सांसद बन्नु पर्यो, या त राष्ट्रिय सभामा सदस्यको रूपमा मनोनित हुनु पर्यो। यी मध्ये कुनै एक तरिकाले पहिले सांसद बनेपछि मात्रै प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेता वा बहुमत सांसदको समर्थन प्राप्त व्यक्ति प्रधानमन्त्री बन्ने प्रक्रिया सुरु हुन्छ। भनेपछि जनताले सिधै चुन्ने होइन, जनताले सिधै कार्यकारी प्रमुख जस्तै प्रधानमन्त्री वा राष्ट्रपति चुन्ने व्यवस्था नेपालमा छैन।
यदि त्यस्तो प्रत्यक्ष निर्वाचन प्रणाली ल्याउने हो भने त्यसका लागि त संविधान नै संशोधन गर्नुपर्ने हुन्छ, जुन आफैमा एउटा लामो र जटिल राजनीतिक प्रक्रिया हो। तत्कालका लागि यो सम्भावना निकै कम देखिन्छ। अनि अर्को महत्त्वपूर्ण प्राविधिक कुरा, यदि उहाँले प्रतिनिधि सभाको चुनाव लड्ने निर्णय गर्नुभयो भने उहाँको अहिलेको काठमाडौँको मेयर पद के हुन्छ? के दुवै पद सँगै राख्न मिल्छ? मिल्दैन। यो एकदमै महत्त्वपूर्ण कानुनी र राजनीतिक पक्ष हो। प्रचलित कानुन अनुसार कुनै पनि स्थानीय तहको निर्वाचित जनप्रतिनिधिले सङ्घीय संसद वा प्रदेश सभाको चुनाव लड्न चाहेमा उम्मेदवारी दर्ता गर्नु अघि नै आफ्नो पदबाट राजीनामा दिनुपर्ने हुन्छ। राजीनामा दिनै पर्ने हो, अनिवार्य। त्यसैले यदि बालेन शाहले प्रतिनिधि सभाको चुनाव लड्ने निर्णय गर्नुभयो भने उहाँले काठमाडौँ वडा नगरपालिकाको मेयर पदबाट अनिवार्य रूपमा राजीनामा दिनुपर्नेछ। त्यसो हुँदा काठमाडौँको नेतृत्व कसले सम्हाल्छ त? उपमेयरले? हजुर, उहाँले राजीनामा दिएपछि काठमाडौँ महानगरपालिकामा उपमेयरले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नुहुनेछ। त्यसपछि कानुनले तोकेको निश्चित अवधिभित्र रिक्त रहेको मेयर पदका लागि उपनिर्वाचन गराउनु पर्ने हुन्छ। उपनिर्वाचन? हो, यसले काठमाडौँको राजनीतिमा पनि एउटा नयाँ तरङ्ग ल्याउन सक्छ र यसले बालेन शाहका अगाडि एउटा ठूलो दुविधा खडा गर्छ। काठमाडौँको जिम्मेवारी पूरा गर्ने कि राष्ट्रिय राजनीतिको महत्वाकांक्षा पछ्याउने? यही दुविधामा अलिकति बेर घोत ल्याउन कस्तो अप्ठ्यारो छनौट। एकातिर उहाँले काठमाडौँमा सुरु गरेका केही महत्वाकांक्षी योजनाहरू छन्, त्यो फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने प्रयास, टुकुचा खोला जस्ता हराएका सम्पदा खोतल्ने काम, ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायात सुधारका योजनाहरू। यदि उहाँले बीचमै राजीनामा दिनुभयो भने यी कामहरू अधुरै रहने, अल्पत्र पर्ने जोखिम रहन्छ नि, जसले उहाँलाई विश्वास गरेर मत दिएका काठमाडौँवासीहरू निराश हुन सक्छन्। एकदम, त्यो ठूलो चिन्ताको विषय हो। अर्कोतिर अहिले उहाँको पक्षमा देखिएको यो जेन्जे लहर र राष्ट्रिय स्तरको चर्चालाई उपयोग गरेर देशव्यापी राजनीतिमा फड्को मार्ने एउटा सुनौलो अवसर पनि हुन सक्छ। राष्ट्रिय राजनीतिमा एउटा नयाँ शक्तिको रूपमा उदाउने सम्भावना पनि छ। यो निकै कठिन छनौट हो, होइन त? यसमा राजनीतिक लाभ हानिको हिसाब किताब कस्तो होला? यो वास्तवमा एउटा जटिल राजनीतिक र रणनीतिक निर्णय हो। यसमा व्यक्तिगत महत्वाकांक्षा, सार्वजनिक उत्तरदायित्व र त्यो राजनीतिक समय टाइमिङको सही आकलन आवश्यक पर्छ। राजीनामा दिँदा तपाईले भने जस्तै काठमाडौँ महानगरमा सुरु भएका परियोजनाहरूको निरन्तरतामा प्रश्न उठ्न सक्छ। हो नि, सुरु भएको काम अल्पत्र पर्दा त्यसको नकारात्मक असर उहाँको छविमा पर्न सक्छ। विपक्षीहरूले यसैलाई मुद्दा बनाएर उहाँको आलोचना गर्न सक्छन्। काठमाडौँको जिम्मेवारी त पूरा गर्न सकेनन्, देश कसरी सम्हाल्लान् भन्ने प्रश्न उठ्न सक्छ। त्यो त उठ्छ नै। तर अर्को कोणबाट हेर्दा यदि उहाँ राष्ट्रिय चुनावमा जानुभयो र सफल हुनुभयो भने त्यो उहाँको राजनीतिक यात्रामा एउटा ठूलो फड्को हुनेछ। उहाँले आफ्नो लोकप्रियता र वैकल्पिक छविलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर पाउनुहुनेछ। संसदमा पुगेर नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने र सम्भवतः सरकारमा सामेल हुने ढोका पनि खुल्न सक्छ। त्यो सम्भावना पनि छ। यो जेनजी लहरलाई देशव्यापी आन्दोलन वा सङ्गठनमा बदल्ने यो एउटा उपयुक्त समय हो कि भनेर उहाँले हिसाब किताब गरिरहनु भएको हुन सक्छ। विश्लेषणले पनि के सङ्केत गर्छ भने उहाँको आगामी राजनीतिक यात्राको दिशा धेरै हदसम्म यही निर्णयमा निर्भर रहनेछ। र यो निर्णय लिँदा उहाँले अरू कुन कुन कुरालाई ध्यान दिनु पर्ला? केवल राजनीतिक अवसर मात्रै हेरेर त भएन होला, अरू पक्षहरू पनि होलान् नि? पक्कै पनि। उहाँको निर्णयलाई प्रभाव पार्ने अरू महत्त्वपूर्ण तत्त्वहरू पनि छन् जसलाई विश्लेषणले औँल्याएको छ। विशेष गरी दुईवटा मुद्दालाई उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरा निकै निर्णायक हुन सक्छ। पहिलो हो सुकुम्बासी समस्याको दिगो समाधान। हो, त्यो एकदमै जल्दोबल्दो विषय हो। के उहाँले अहिले अपनाएको जस्तो थियो अलि बल प्रयोग र हटाउने नीतिलाई नै निरन्तरता दिनुहुन्छ वा वैकल्पिक आवास, रोजगारी र सामाजिक सुरक्षा सहितको अलि बढी मानवीय र दिगो समाधानतर्फ लाग्नुहुन्छ? यो मुद्दाले उहाँको सामाजिक न्यायप्रतिको प्रतिबद्धता र जटिल सामाजिक समस्याहरूलाई सम्बोधन गर्ने क्षमताको परीक्षण गर्नेछ। यसमा अपनाइने दृष्टिकोणले उहाँको राष्ट्रिय स्वीकार्यतालाई पनि प्रभाव पार्न सक्छ। दोस्रो महत्त्वपूर्ण पक्ष हो त्यो ग्रेटर नेपालको नक्सा जस्ता संवेदनशील राष्ट्रवादी मुद्दाहरूको व्यवस्थापन।
के उहाँले यसलाई केवल भावनात्मक राजनीतिक पुँजीको रूपमा मात्रै प्रयोग गरिरहनुहुन्छ वा यसका सम्भावित कूटनीतिक जटिलताहरू र छिमेकी देशहरूसँगको सम्बन्धमा पर्न सक्ने असरहरूप्रति पनि संवेदनशील बन्नुहुन्छ? राष्ट्रिय राजनीतिमा जाँदा यस्ता मुद्दाहरूलाई कसरी परिपक्व ढङ्गले प्रस्तुत गर्नुहुन्छ भन्ने कुराले उहाँको राजनीतिक गम्भीरता र दूरदर्शिता देखाउनेछ। यी दुवै मुद्दा, सामाजिक न्याय र राष्ट्रवादको सन्तुलित व्यवस्थापन, उहाँको राष्ट्रिय नेता बन्ने महत्वाकांक्षाका लागि अग्नि परीक्षा साबित हुन सक्छन्। त्यसो भए यी सबै छलफलबाट के देखिन्छ भने बालेन शाह निसन्देह अहिले नेपाली राजनीतिको एक महत्त्वपूर्ण पात्र हुनुहुन्छ। उहाँको उदयका पछाडि अब युवाहरूको समर्थन, स्थापित दलहरूप्रतिको वितृष्णा, राष्ट्रवादी भावनालाई छुने क्षमता र कडा निर्णय लिन सक्ने छवि जस्ता तत्त्वहरूले काम गरेका छन्। उहाँलाई किङ मेकर भन्नुमा पनि दम देखिन्छ। हो नि। तर सँगसँगै उहाँका अगाडि चुनौतीहरूको पहाड पनि छ। राष्ट्रिय राजनीतिमा प्रवेश गर्न संवैधानिक र कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्नेछ, बलियो सङ्गठन बनाउनु पर्नेछ, स्रोत जुटाउनु पर्नेछ र सबैभन्दा महत्त्वपूर्ण काठमाडौँको जिम्मेवारी र राष्ट्रिय महत्त्वाकांक्षा बीच अनि कडा कदम र सामाजिक न्याय बीच, त्यसैगरी उग्र राष्ट्रवाद र कूटनीतिक संवेदनशीलता बीच सन्तुलन कायम गर्नुपर्नेछ। यो यात्रा सोचे जस्तो सहज पक्कै छैन। हो, र अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ। हामीले केलाईको विश्लेषणले के सङ्केत गर्छ भने बालेन शाहको आगामी राजनीतिक यात्रा केवल चुनावी अङ्कगणित, गठबन्धनको खेल या पार्टी खोल्ने प्राविधिक कुरामा मात्रै सीमित रहने छैन। यो यात्रा गहिरोसँग जोडिएको छ। उहाँले सुकुम्बासी जस्ता जटिल र मानवीय मुद्दाहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ र ग्रेटर नेपाल जस्ता भावनात्मक तर संवेदनशील राष्ट्रवादी प्रतीकहरूलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरासँग। यी मुद्दाहरूको व्यवस्थापनमा उहाँले देखाउने परिपक्वता, दूरदर्शिता र सन्तुलनले नै अन्ततः निर्धारण गर्नेछ कि उहाँको अहिलेको किङमेकरको छवि भविष्यमा एउटा सशक्त राष्ट्रिय नेताको भूमिकामा रूपान्तरण हुन्छ वा त्यो प्रभाव र चर्चा केवल राजधानीका सडक र सामाजिक सञ्जालका भित्ताहरूमा नै सीमित रहन्छ। हो, यो प्रश्नको उत्तर भविष्यले नै देला। हेर्दै जाउँ